Let's go, guys. त्यतिकै हाँस उठ्छ त्यतिखेर त्यो भेट्दा नि त्यो कस्तो कुदियो हामी चाहिँ यहाँ पुगेको छ हजुरले हामीसँग अझै कति 1 घन्टा बाँकी छ हामी खानेछौँ खाना बसेको ठाउँ है खाने हाम्रो लन्च हुँदैछ ल खसी तल ल गीत त अहिले बजिरहेको खाइसकेपछि बज्यो ओइ ओइ छिटो नाच स्टाकमा आउँछ मलाई आधा घन्टा अगाडि आएर अल्छिलाएर बसिरहेछ गाइसहरू अङ्कुरी सर के भन्न चाहनुहुन्छ म के भन्दिनँ बस यो भिडियो लाइक गर सब्स्क्राइब गर बाहिर चाहिँ म तिमीहरूलाई एउटा गेम खेलाउँछु अनि म 50 रुपियाँ दिन्छु जित्यो भने जम्मै जति भयो नि 0 0 भन्नु पर्यो 0 गरेन 10 सेकेन्डमा 10 सेकेन्डमा रोक्नु पर्ने एक्ज्याक्ट 10 सेकेन्डमा ल है ल सुरु गरेपछि सबैले जित्यो भने त कहाँ आउँछ एकजनालाई पाउँछ स्लो कुदेको छ क्या 10 0 0 हुनुपर्छ है ल को अर्को नेक्स्ट हेर्ने फेल भयो त्यो नजिकले पाउने नजिक पाउँदैन ठ्याक्कै 0 0 हुनुपर्छ ठ्याक्कै 0 0 धेरै छिटो जित्यो फोटोमा पालो पनि म प्र्याक्टिस गर्छु है ल खै गर्न भन स्टार्ट टाइमिङ कहाँबाट के भन्छ क्लकमा जाउँ न आफूले जिल्ला छ है प्र्याक्टिस गरेको मान्छे आयो यहाँनिर प्र्याक्टिस गरेर अहिले त ठ्याक्कै भएछ ल प्र्याक्टिस गरेको मान्छे 10 सेकेन्ड है 10 सेकेन्ड $50 94 हो गयो अब फेरि गर्ने
फेरि राउन्ड 2 राउन्ड 2 मा $50 हुँदैन है कति हुन्छ राउन्ड 2 मा मसँग कति हुन्छ $15 मसँग $15 मात्रै छ क्या जाडोमा बसेन ल जाऊ है कति मिस्टर बोल्नु भयो ठ्याक्कै 10 मा 10 मा $15 अब चाहिँ $15 घट्यो यो प्राइस दोरी बढी प्र्याक्टिस गरे नि त लोको नेक्स्ट मेरो नजिकमा चाहिँ बसेन नहीं $15 बनाई $15 यहाँको टिकटको पैसा आउँछ त गाइस यही पऱ्यो 79 मा रोकिदिनु सितेन्जी पालो हात नामै जाडो भयो $15 को स्टप आयो ल 90 प्र्याक्टिस गरेको मान्छे आयो ल हामी चाहिँ यहाँ ठ्याक्कै 10 मा स्टप गर्नुपर्ने जसले 10 मा स्टप गर्छ त्यसले चाहिँ जित्ने अनि त्यसलाई $15 पुरस्कार 31 सेकेन्ड अच्छा हात कामी छ 7 8 आङपुरी गइजे है कम्फू च्याम्पियन कम्फू मास्टर आङपुरी 1 इंच पंच दुखेको हातमा पऱ्यो नट फर सेल है म किन्ने भनेको त चिलाएर पर्खिँदा अल्छी लाग्छ यार Two of the dark chocolate, and then one of these in the middle. Guys, I think we just need to get college. Yes, two, yeah. Chocolate. Of course, it wasn't called Howe Caverns then. I had heard of the mysterious blowing rock about 10 miles west of the Schoharie River, someplace smack in the middle of Maderry Farm. Okay, so this room which we are standing in now is known as the vestibule. This is the natural dead end. The original entrance, which was used by the first explorers, is over a mile all the way down through. Belting Rock does have a nickname. It has been called Godzilla. You see we have here an eye, and here a snout, a tooth, and a jaw, and some slobber dripping off the jaw. Now above the Belting Rock, you will see some stalactites. I will tell you about these and how they form at our next stop, which is just beyond this bridge here.
height is called floatstone. So these are all calcite formations. Calcite, or calcium carbonate, is formed when surface runoff seeps through the earth, and it mixes with carbonaceous materials such as dead grass and weeds. Where it will form नछिट्ला गाइज यहाँबाट and 60 feet under the ground. if you look over into the stream bed right here. Alright, everyone, please count cluster over here by me. Stalactites are hollow, just left resonating chambers. And if I hum into these chambers, the sound will be forced back out. It will bounce around the room and give the illusion that it is coming from the pipe organ. Would anyone like a demonstration? Yes. Can you try that yourselves if you like? गन्धर्व धेरै राग गर्दा साउन्ड सुनेन कराउँदैछ चढ्ने हो ल हामी 200 फिट अन्डर द ग्राउन्ड हाम्रो यहाँनिर बोट टुर आउनु हुँदैछ यो केभभित्र हामी यहाँनिर को छ I've had people who will just sit there and let their face align with the rock. I've had people who try to kiss the rock and then get smacked in the mouth. Do not do this. Please just duck out of the way. That is a very simple thing to do.
बुझी त मरिजाउँ पानी मर्छु है पानी छैन माथि ढाडा छ भने सेम थिङ हो मिनेरल बगेको बिचमा कसरी यिनीहरू आएको भयो के भन्नु ठुकी बनाएको छ Everybody on my boat wants to return the favor. भेट्छ फेरि Oh my god, find this person. Nampaknya tol banget. Tahu kok. सबैजना यता आएर बोडी Ini tak panik kok saja. David's Fall. Panik. Nervo. के हुन्छ त्यो बे भइसकेपछि के हुन्छ रे चिजलाई टेक भनेको पट रे गाइड हरायो कता बाटो हरायो बाटो हरा जस्तो भयो धेरै टाढा पो छ त्यहाँ
ए मेरो फोन चार्ज छैन नि Oh my god. कहाँ पुग्यो गाइड कता गयो तेरो माथि छोड्दै Oh my god. ए टाउको ठोकेला त्यहाँ Stay on the trail. Do not wander off the trail. कता गाडी गयो I like this, Ellie. मान्छे अड्के क्या अगाडि अघि हाम्रो बोटको मोटे चाहिँ अड्केछ त्यो मोटे अड्क्यो गाइडले के खाँदो रहेछ आँखुर लास्नु बस्यो नुन बड्क्यो नि हिर्कायो पछाडिबाट अघिको त्यो ठुलो ढुङ्गा लिएर धेरै लामो रहेछ है एउटा बुढो गनाइरहेछ तिमी नै अड्किन्छ जस्तो लाग्यो म तिम्रो पछाडि बस्छु ल के खान्नुलाई Guys, this is so scary. We are now at the end of the winding way, and we are about to enter the man-made tunnel. This tunnel was blasted out in 1972 as a shortcut back to the vestibule, because before that time, when the tourists came to this point, they would turn around and go back out through the winding way. Now that would have been fine unless they met another tour halfway through. So this tunnel was blasted. And guys, कस्तो भयो त? केफी है सही हो worth it हो केही भन्न चाहनुहुन्छ Love it, man. नाइस फोटो गर्छ अरे फोटो हाम्रो गाडी चाहिँ अब यहाँ हाम्रो केपको ओ माई गॉड त्यो टाउकोमा खुट्टा बाहिर पुग्यो क्यास के मसाज गर्नु ल बस्यो है गाइजहरू मेरो चिया खानु ल रोक्यो होला नि यहाँ पछाडि गरेछ हल्ला नि हड्डी भाँच्ला के आयो कुन चाहिँ रुम नम्बर 518 रुम नम्बर 518 रिभर भ्यू नाइगारा फल गाइज आइसै बगिरहेछ गाइज
के चिज हावा चलिरहेछ नि बुई ल जम 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 के चाहिँ विन्टरमा चाहिँ यस्तो हुँदैछ गाइजहरू सबै फल पुरा आइस भएको छ पानी कहाँबाट बग्छ थाहा छैन अप्रिल भइसक्यो अझ विन्टर फाइनली एग्रिमेन्ट नै नगर्ने भयो अरे को जितिरहेछ खै यो त बान्ने ढुङ्गा बान्ने जस्तो बनाएको छ क्या यो नियाग्रा फल चाहिँ सबै जमेको छ खोला चाहिँ सो यो पानी चाहिँ सबै यो जमेको खोला मुनिबाट बग्ने रहेछ एप्रिलसम्म पनि यतापट्टिको सबै पानी मुनिबाट बग्ने रहेछ गाइजहरू बोटुरहरू सबै बन्द यहाँ यो हिँडेको नि के हो यो
जिल्ला